हाम्रो खेत रोप्नु देखाउनु म बोल्न आउँदैछु है। हाम्रो घरका बिहान आइकन खेत रोप्दैछन् है। है टक्क दामी भने फेरि खाँदोस् नि। म यहाँ जोत्छु अब यो हो त गरे साइले खानुहुन्छ तरी अङ्कलले दवा गाल्नु आज हाम्रो जोताइ हुँदैछ। अरू आज हाम्रो यहाँ जोत्ने अनि आज यहाँ धान रोप्ने कार्यक्रम हुँदैछ। त्यहाँ धान रोप्दै हुनुहुन्छ यता। अब फेरि यो खेत पारिसकेर यता धान रोप्ने बेला छ। हाम्रो ईश्वर अङ्कलले जोत्दै नमस्ते यहाँ सम्पूर्णलाई। आज यहाँ जोताइ हुँदैछ। हाम्रो ईश्वर अङ्कलले यहाँ जोत्दै यता हाम्रो अङ्कलहरू ठुलबाहरूले यहाँ फोटो पार्दै त्यहाँ मम्मीहरूले धान रोप्दै हुनुहुन्छ। मम्मी ठुलमम्मीहरूले आज चाहिँ हाम्रो धान रोपाइ हुँदैछ है। हजुरहरूको के हुँदैछ त्यता? हाम्रो जुकपानी नमस्ते यहाँ सम्पूर्णलाई। आज हामी यहाँ धान रोपाइ गर्दैछौँ। त्यहाँ हेर्नु ईश्वर अङ्कललाई। ईश्वर अङ्कलले आज जोत्दै शान्ते ठुल्बा खन्दै हुनुहुन्छ। गणेश दाइले नि खन्दै। ऊ हाम्रो बा ठुल्बाहरूले त्यहाँ फोटो बिलाउँदै हुनुहुन्छ। हेर्नुहोस् त्यता यो हाम्रो जुकपानीको भ्यू यस्तो दामी भ्यू। आज दिनले साथ दिएको छ है। आज दिन आज राम्रो छ। हेर्नुहोस् अब जाम खेतालाहरूले रोप्दैछन्। त्यो खेतालाहरू जाम उनीहरू के भन्ने रहेछन्। मेरो बहिनी दिनु हजुर धान रोपाइ गर्दै 1 2 3 4 यहाँ 4 जना त्यहाँ 5 6 टन्नै हुनुहुन्छ है। यहाँ के गर्दै यहाँ हजुरले के गर्दै हुनुहुन्छ त नि? मैले त भिडियो बनाउँदै होइन का भिडियोमा। हेलो गाइस गाउँ चाहिँ 5 जना तसी त 6 जना।
हजुरले धान रोपाइको बारेमा केही भन्न चाहनुहुन्छ भने भन्नुहोस्। हजुरले चाहनुहुन्छ। अब म यता जान्छु। ओके, एउटा भएन जाओस्। त्यता चाहिँ एउटा भएन गइसकेको छ। यस्तो भ्यू देखाउँदै म जाँदैछु। हेर्नुहोस्, ईश्वर अङ्कलले यहाँ जोत्दै गर्दै यस्तो मिठो भजन गाउनु भएको छ उहाँले। गाउनुहोस् त गाउनुहोस्, किन रोकिनुहुन्छ? हे भक्त आइदेऊ भगवान, आइदेऊ भगवान, घरमा कोही नि नबस, खेती सबले लगाइदेऊ भगवान। आइदेऊ भगवान, आइदेऊ भगवान, अज्ञानीलाई ज्ञानमा लगाइदेऊ भगवान। हरि हरि। यहाँ म पनि बिउ ल्याएर हिँडिसकेको छु। भयो छैन, अब एकछिन काट लगाउनु गाउनु। पानी आएपछि हामीलाई रुजाउने, मानो खायौँ भने हामीले मुरी उजाउने। अब यता म अङ्कलतिर जान्छु। यहाँ हिलो छ आयुषा लु हाम्बा। वाह, यहाँ खेत फोटो पार्दै हुनुहुन्छ। ठुल्बा यहाँ खन्दै हुनुहुन्छ हजुरले। ईश्वर अङ्कलले जोत्दै वाह वाह। ईश्वर अङ्कल शान्त ठुल्बा यहाँ खन्दै हुनुहुन्छ। ल म यस्तो भ्यू देखाइदिन्छु है। हेर्नुहोस् यो भ्यू, यस्तो जुकपानीको दामी भ्यू। त्यो हजुरलाई म यस्तो देखाइदिन्छु। काफलको बुट्टो है यो। हेर्नुहोस् यहाँ काफल बुट्टोमा अहिले काफल रहन्छ। पहिला त धोस्तो खाइन्थ्यो। ईश्वर अङ्कलले जोत्दै हुनुहुन्छ। शान्तिमा खन्दै, गणेश दाइहरू खन्दै, ठुल्बा पनि खन्दै, उता खेताला पनि देखाइदिएको थिएँ हजुरलाई मैले। धन्यवाद। दामी किनेर लिएर आउने दाना आदि ठग्ने अलिक माटै निकाल्ने कि बरु नि वेटवाला होला भन्दा अलिक जस्तै होइन अलि वेट नभए निकाल्दो रहेछ।
पनि त्यसमा सहमत भएँ। सिद्ध नरहेछ। गणेश पानी पुग्छ र पुग्दैन पुग्दैन खोल्नु यता बिउ काट्दै यता ईश्वर अङ्कल यहाँ खन्दै हुनुहुन्छ। त्यहाँ शान्ति सुवाल जोत्दै त्यहाँ बिउ काट्दै हुनुहुन्छ जिमाले बिउ काट्दै हुनुहुन्छ। त्यहाँ खन्दै त्यहाँ आमाले उस गर्दै आज हाम्रो जुकपानीमा धान रोपाइ हुँदैछ है। त्यहाँ खेतालाहरूले धान रोप्दै हुनुहुन्छ। यहाँ हेर्नुहोस् हाम्रो जुकपानीको भ्यू। यो भ्यूमा मैले यो भ्यू हेर्न पाउँदा म एकदमै खुसी छु। अब म यता तलतिर जान्छु। यहाँ के गर्दै हुनुहुन्छ यहाँ भ्यू काट्दै हुनुहुँदैछ। यता खेतालो पनि हुनुहुँदैछ। म अब एक खेतालो थिम गरेर केही कुरा सोध्ने छु। खेताला धान रोपाइ खेतालाहरू त्यहाँ धान रोपाइ गर्दै खेतालाहरूको सम्म आइपुगेको छु। खेतालाहरूको साममा आइपुगेको छु। यहाँ धान रोप्दै हुनुहुन्छ। आइसाले धान रोप्दै यता नमस्ते सम्पूर्णलाई। यहाँ धान रोपाइ गर्दैछन्। म यहाँ यो धान रोपाइ गर्दैछन्। यहाँ रोपाराले अब म यस्तो जाँदैछु। यता म यहाँ तालो हाल्दै हुनुहुँदैछ। म यता अब यहाँ धान रोप्दै रहेछ आइसाले। म यतै जान्छु। अब यहाँ ईश्वर अङ्कलले यहाँ अचिल्लो लाउँदै हुनुहुन्छ। उहाँको काम देखेर मलाई धेरै नै राम्रो लाग्यो। धेरै नै नमस्ते सम्पूर्णलाई। यहाँ हाम्रो धान रोपाइ हुँदैछ। ईश्वर अङ्कलले के अचिल्लो लाउँदै हुनुहुन्थ्यो। नमस्ते सम्पूर्णलाई। हाम्रो ईश्वर अङ्कलले आज अचिल्लो लाउँदै हुनुहुन्छ। आज हाम्रो धान रोपाइ हुँदैछ। त्यहाँ धान रोप्दैछन्। यता बिउ काट्दै हुनुहुन्छ। यहाँ अचिल्लो लाउँदै हुनुहुन्छ। यहाँ ठुल्बाले त्यहाँ मही लाउने सुरुवात हुँदैछ। त्यहाँ उता पानी बनाउन जानु लाउनु भएको छ। पानी त आइरहेको छ तर सानो भयो जस्तो लाग्यो है मलाई। यहाँ त्यहाँ पर गणेश दाइ बस्नु भएको छ। यस्तो अब म यहाँ त तल जान्छु। अनि यहाँ तल घुसी एकछिन यस्तो गरेर जान्छु। तल जस्तो तस्तो गरेर पनि जान्छु। तल गइरहेको छु म। अङ्कल बर्खामा छ यो बर्खामा खेती पार्टीमा हामी सबै यहाँ सहभागी भएका छौँ। यहाँ अलि बिउ हेर्नुहोस्। यहाँ बिउ छ।
यहाँ धान के अरे बिउ उक्काउँदै हुनुहुन्छ। रहलको रोपाइ हुन्छ हाम्रो रहलेको रोपाइ जस्तै तल अलि गाउँचे गुनुनु नै छन् खाँदा एक दिन मेट्ने आज मेटेला त आज मेटिन्छ यति माथि खेतला हाल्या छ अब एक दिन मेट्ने बसेको त हो नि हो मेटेन भने भोलि आउनुहुन्छ। मेटिन्छ नमेटेपछि आउन त पर्यो नि बाबु नमेटे त आउनु पर्यो मेला त मेट्नै पर्यो आज जसरी नि आज मेटेर भोलि कता जाने हो त हजुर? भोलि फेरि तल्लो मेलातिर जानु पर्यो भोलि तेरो मेला होला नि ल धन्यवाद है। यहाँ म भ्यू पनि देखाइदिन्छु हेर्नुहोस् यो भ्यू यो हाम्रो गाह्रो गाउँको जुकपानी भन्ने ठाउँको भ्यू है हेर्नुहोस् यस्तो भ्यू यस्तो नाइस भ्यू छ। यहाँ त त्यो राखु पारिवटीको राखु पनि देखिन्छ। यता यस्तो भ्यू देखाउँदै म गइरहेको छु। यता म हिँडिरहेको छु। यता त म यस्तो माथि त यस्तो जोतेको देखाउँदैछु। त्यहाँ त्यो दाइ बस्नुभएको छ। त्यो दाइले काम चाहिँ गर्नुहुन्छ है यस्तो काम गर्ने मान्छे हो उहाँ यस्तो सिपालु हो। म अब यता तलतिर जान्छु। धन्यवाद है। मेरो नाम है देख्नु भएको थिएन है मलाई देख्नु भएन किन देख्नु भएन ए म देखिहाल्नुहुन्छ नि म यहाँ जतासुकै जाने सम्पूर्ण हरेक जुनी तिम्रै भन्ने छु दुनियाँलाई साक्षी राखे तिमीलाई आफ्नो भन्ने छु हरेक जुनी तिम्रै भन्ने